भनेर हेर्नु देखिन्छ त यार के हो चालू भइसकेको छ ल हिँड्नु बोल्न आउँदैन के रे हुँदैछ भिडियो बनाएर त अलिक एडिट गरेर हुन्छ यार को बोल त भएको नभएको पछि आवाज राखेर ट्याक्क पार्ने त मूर्तिमा आएर एडिट गराउँला क्या जेहानले अस्ति नै के अरे यता पेयरसन त मजाले लिएर आउनु होला क्या उँभो जाँदा अलिक उँभो जाँदा झन् सजिलो हो हुरो आउँदा अप्ठ्यारो भयो चाहिँ हुँदो आउँदा हो उँभो जाँदा त त्यति केही उ भएन सर खुट्टाले मिलाउँदै जानुपर्ने अब 1300मा 1 गियर हाल्ने उकालोमा 1 के अरे 1300मा 2 गियर उकालोमा 1 गियर हाल्दैन ताना छ पहिला मैले यस्तो 1 गियरमा त चलाएर आउँथेँ आदत पाउनु पऱ्यो क्या जाने खास चलाएर ट्राफिक नहुँदा के अब पहिले जति आएर चाहिँ म खोलासम्मको आउँदै पानी न आवाज चाहिँ केही नै हुन्न त बाइकखेरि पानीले गर्दाखेरि हिलोले गर्दाखेरि जाउ भयो क्या यात्रा हुँदैछ कमान टु बुर्तिवाङ भन्न मिल्दैन कलेजमा जाने हो जान चाहिँ यहाँ नानीहरू यस्तो भलिबल खेल्दै हुनुहुनेछ हिमाल सुनारीको सिग्नेचर स्पाइस तपाईँले त म त अन्य गराएको के नमस्ते गर्नु भुलेको म बाइकमा बाइक रोकिरहँदा सेकेन्ड गरिदिनु पूर्व टाइममा त मैले तँलाई फराकौँ त भनेर तल्लो हाल्नु सकेसम्म आफ्नै रास्ता हिँड्ने हुन्छ तर उसलाई किनकि तल्लो अर्कोको रास्ता हो नि त अरे हजुर अहिले त आदत पुरान्छ तपाईँलाई हजुर
बाइकवालाहरूले फेरि हेल्प गर्छ नि गर्छ जस्तो हामी यहाँ बस्यौँ भने अरे यार के होइन तलै राखेर जाने बाटो कस्तो छ बहर जान्दालाई त ठिकै होला अहिले आउँदा पानी पऱ्यो भने झ्याउ होला करे नभए कालमाथि आने होला होइन ल त्यसो गाउँमा एकमा छ नि यो चाहिँ हो खोलसबाङको रास्ता यस्तो राम्रो छ सरकारले पैसा जति सबै खाएर यस्तो राम्रो गराइदिएछ हेर्नुहोस् है यो चाहिँ जानुपर्छ सुशीला कोइरा कार्की त बाटो यस्तो छ भनेर घर त राम्रो छ क्या भाइ बाटो हिलो छैन अहिले आयो भने झ्याउ हुन्छ फेरि पानी नआउरो हुन्छ पानी आएन भने त जहिले लगिन्छ पानी आयो भने दिक्कत गर्छ अस्ति म यदि आउँछ 1300 वहाँ माथि गए ढाडु नहुँदो हल्का फुल्का गियरमा चल्दैन पुनः 1300 लाउनु हामी चाहिँ हेर खोलेसबाङ जाँदैछौँ गइरहेछौँ अब माथि कहाँसम्मको यात्रा हुन्छ हेर्दै जानु होला तपाईँहरूले अन्त ढुङ्गा त आँदैमा त खासै दिक्कत हुन्न नि त यसरी गाडी हिँडी उ गरेको हुन्छ यो चाहिँ खोलेसबाङ एरिया हो खोलेसबाङ एरिया भन्ने यार के भन्छ नि त यहाँ लिगा भालवाङ भन्ने ठाउँ हो बोल्नमा मिस्टेक भइरहेको छ यी हेर्नुहोस् त यस्तो छ क्या त्यही उसको मारा हम लगे बिसाना सिसाना जस्तो छ त त्यहीँ राख्नु क्या अब साइड लगाएर धेरै टाइम लाग्दैन गएन अझ दिक्कत त यो मेरो ससुराली र तुबातु छ कि किल्ला रे एकदम थारै होराले त छ र यार हो त्यही हो कि मैले डर लाग्ने छ भन्ने भाई पहली बार आया बाबू तेरी तो भेजूँगा अपलोड करे भाई हालोगे तपाईँको उयो ह्यान्डल मात्रै हो क्या गए देखेन भनेको हात र ह्यान्डल कि त अर्को त ऊ लिनु पर्ने हो के रे लामो यहाँ त उही
हात र ह्यान्डल मात्रै हो किन हेर्नुहोस् त रास्ताको हालत के छ यस्तो हालत छ फेरि मात्रै अलि सफा गरेर पिसी गर्दैन भने त जागिरहेको डेन्जर हुन्छ नि एकमै हाल्यो भने के सर आरामले चल्छ नि यो हो बालुवाङ खोला पहिला सोच्थ्यौँ नि यहाँ बाइकमा सर आउँला भन्छ भयो त इच्छा पुरा भयो त अब एकचोटि गाडीमा आउनुपर्छ आफ्नै गाडी होला एक दिन सभा त सभा पानी नआउनु हुन्छ क्या चाहिँ ठुलो कुरा त हाम्रो लागि सौभाग्य त यही हो वहाँ गएर त्यही हल्का करेला टिप्ने अनि चाबी खोलेर त्यो बाटो त बाह्रैमा चल्ने बाटो होइन र साह्रै माथि तलको पनि त्यही भएर चाहिँ मारेर हाम्रो त पुरै देख्नुभएको त कस्तो छ सर यता कालो माटो छ कि कालो माटो यहाँ मात्रै होला उता पिउनु फेरि त्यो भइरहनु झन् गराउँदै गराएको छैन कि यस्तो भएको जानेलाई झारिरहनु पर्छ बाइक चलाउँछ कहिले कहाँ पुग्छ कहिले कहाँ पुग्छ